हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म अनि यहाँ चाहिँ आज मलाई धेरै रिस उठेको कारणले बादललाई देख्न सक्नुहुन्छ। धेरै रिस उठेको कारणले आज म के गरेछु देख्न सक्नुहुन्छ। रातिको 12 बजे उताबाट डान्स भएर त्यहाँ पर यसको चाहिँ यो एक्सर्साइज हो। भूत आयो भूत। रातिको 12 बजे नसुतिकन हेरेर हामी हान्थ्यो त एकचोटि त्यहाँ गएर डिप्सिङ हान्थ्यो त रेलो डिप्सिङ हान्दिन्छ अब त्यो त हेरेर यता चर्तीको यसले अब डिप्सिङ हान्दिन आँटिरहेको छ। कट्नु पऱ्यो कति तार्नु पऱ्यो कि यही हान्दै दिस इज दिकिङ ओके फेरि 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 ओके घरबेटी चाहिँ टिसमा ओइ फुच्चे निक्ली त्यो घरबाट त यस्तो राति 12 बजे मेरो घरमा के गर्दै थिएँ त्यहाँ मुनतिर ट्र्याक्टर चलाउँदै थिएँ डाली पल्टिरहेको छ ट्र्याक्टरको फेरि ज्याकेट हेरेर चोर्नु थालिसक्यो। यता लुगा यति सफा चाहिँ गरिसक्यो हामीले। बक्की हो यस्तो पेन त नझर्नु नि हौ फेरि कोहेरे हेरे कोहेरे यता भोलि एक्जाम सकिन्छ पारा म अनि फुच्ची पाए तेरो तर के यता देख्न सक्नुहुन्छ बादललाई खोकेर मर्नु आँटिसक्यो। अनि अघि कस्तो थियो कोठा र अहिलेको रातो भन्नु न रात कस्तो चेन्ज भइसक्यो कोठा यतापट्टि सब गऱ्यो यता कहिले रात चेन्ज के देखाएको बादल थियो ल फ्रिज माथि अब भन मुसाले अहिले रातो मुसाले खायो क्या बादल यो त मुसाले खायो यो त रातो झुल मोज छ त हौ झुलको त पुरा पिङ खेलिदिरहेको छ त झुल त मोज छ यार झुलको। 1 बजीसम्म सुताइदिनु पर्छ हामी आइज यता धारातिर चाहिँ बादलले भोलि यति यो कसिकार यतिकै छोडिदिनु खोजेको हामीले के भन्दो रहेछ घरबेटी आन्टीहरूले के भन्दो रहेछ क्या लुगा धुन जान आँटेको पक्क जुत्ता ल्याउँछु म जुत्ता ल्याउनु परेन जुत्ता यहाँ मेरो मेन जुत्ताहरू कहाँ देखेको यो मेरो मेन जुत्ता त लानु पर्यो नि त हौ गाइजहरू होइन मेरो मेन जुत्ता भयो त हौ यो छप्री जुत्ता भए पनि लानु त पर्यो नि त हौ रातो सफा अब देखौँ अब मैले यो होइन यसलाई म चेन्ज गर्छु अनि यो चेन्ज भइहाल्छ। यो भोलि लाउने लुगा हो अनि यो सक्स फेरि हालिराखौँ न अब एउटा मात्र भयो भने हाल्नु पऱ्यो नि त अनि यतापट्टि रातो चेन्ज भयो अनि यो यहाँ पनि चेन्ज गरेको छु मैले देख्न सक्नुहुन्छ यो पनि चेन्ज भयो अनि म पनि चेन्ज हुन्छु भन्नु त के कसरी हुनु होइन कसरी हुनु म चेन्ज तर मलाई यो उपल्लो लगाएर चाहिँ क्या यस्तै राखिदिरहेको छु क्या मैले रात यस्तै राखिदिरहेको छु क्या के वहाँ पर चाहिँ नाच्दैछ हौ के भन्नु ल रात के हो यस्तो देख्न सक्नुहुन्छ होइन म चाहिँ लुगा धोइदिउँ भनेर चान्समा डान्स हान्न आँटिरहेको थियो अर्को छप्रीको लुगा पो यहाँ थुप्रिरहेको छ कसको भने बिलान्टीहरूको यता किचन यही घरको किचन घर त ठुलो छ है। यहाँ देख्न सक्नुहुन्छ राति तपाईँहरू पत्याउनु हुन्न होला राति देख्न सक्नुहुन्छ यता मैले बत्ती बालेको छु र मात्र हो क्या उता सब राति अनि 12 बजिरहेछ भूत के भनेको आइज त आइपुग्नु आइज भनेको रुन्छ यही हारीमा भिजाइदिनु पर्यो कसको पनि अनि रात यही हारीमा भिजाइ गरी यही हारीमा उयो गरिदिनु पर्छ है के देखाउ तँलाई दुश्मन हेरेको हेरे हेर्न रात पेन त चेन्ज भइसक्यो अघि अर्कै कटु थियो अघि अर्कै पेन थियो अझै अर्कै पेन हालिदिइसक्यो ल के हो यस्तो यो थाङ्नु झारिदिरहेको चाहिँ के हो यस्तो यहाँदेखि सक्नुहुन्छ घरबेटी आन्टीहरू चाहिँ माथि सुत्छन् क्या
अनि टोयलेट देखेर सक्नुहोस् रातारात म चाहिँ होइन राति भ्लग गर्ने क्या यता मनिषको साइकल देख्न सक्नुहुन्छ सानोको साइकल अनि बडी बिल्डर देख्न सक्नुहुन्छ यहाँ बडी बिल्डर अहिले यहाँ ओइ के हो यस्तो सबै रातारात फालिदिइरहेको छ त ला के हो यो रातारात सफा गर्थ्यो हो तँलाई राखेको मैले त्यो सफा गर्नलाई राख्दै सफा गर्छ सफा गर्छ ओइ दादा त्यो परक छेकाएछ त बिरालो हान्नु गाई चोरी अब बिरालो देखिरहेको छु क्या मैले बिरालो देखिरहेको छु हेरेर बिरालो रातिको कन्टेन्ट उता खाना पनि छ खाना पनि छोड यत्रो हाल्नु खाऊ छोड गाई चोरी पर हेर खोइ छोड यहाँ मुनि छोड माया लाग्यो लामो यसको त म आज त घाँटी निस्किहाल्यो यहाँबाट साह्रै धामको भगै छाडिस नि एउटा बिरालोलाई पानी फोहोर पनि कस्तो फोहोर छ हौ यहाँ देख्नु न हेर्नु न सफा हालिदिन्छु क्या म यहाँ सफा हालिदिन्छु क्या मार्छ के गरेको थियो यो हालिदिउँ यो हालिदिन आँटेको यसलाई हालिदिउँ फेरि म जान्ने हो नि त हो भयो किन हो के पनि हुँदैन आवाज लाग्छ अब बोलिदिउँ न अब देख्न सक्नुहुन्छ यहाँ सुकाउन आँटेको होइन सुकाउँछ अहिले यहाँ रुल्छ अरे यहाँ सुकाउँछ अहिले अरे यो मेरो सक्स खोज्नु परेछ यहाँ कहाँ छ मुनिको होइन रहेछ बादल यहीँ हराएको छ हौ मेरो सक्स बादलले ओइ देखेको त त्योभन्दा बत्ती यस्तो राम्रो लाइट किन बत्ती देखेर यो मेरो सक्स खोजौँ न पहिला सक्स झरेको छ गाइजहरू कहाँ तपाईँहरूले देख्नु भने सम्पर्क गरिदिनु होला है यो सक्स झरेको छ क्या देख्नु भने सम्पर्क गरिदिनु होला यहाँ मैले यहाँ सुकाएको थिएँ होइन दुइटा सक्स टाँडेर पाङ्रे कहाँ हरायो हौ दुइटा सक्स सुकाएको दुइटामा त दुइटै गायो क्या एउटा त यता कता पुगिरहेको थियो यता आज एउटा सक्स सुकाउन आएको छु त्यो पनि कुनतिर उठाइदिन्छ यार गाइजहरू मलाई चिन्ता लाग्छ मेरो सक्सको लुगा चाहिँ सुकाइसक्नु आँट्यो यो छ फेरि यहाँ सुकाउनु पर्यो म पनि जुत्ता देख्न सक्नुहुन्छ टिलिक्क बनाएर टल्काएको छु मैले कैसा लगा हमका मजाक बादल कैसा लगा हमका मजाक तेरिका आज है ढाड चिलाएर आज त मरि डिनर आइसक्यो 2 बज्न आँटिसक्यो यार गाइसहरू के गर्नु अब हामी सुत्नु कि नसुत्नु होइन बाटो सुत्नु नसुत्नु भन्छ